हिजोको नयाँ वर्ष लाएर काम गर्न सक्ने अवस्था छैन। र अहिले चाहिँ म सामान लोड गरेर यो चाहिँ थलीलाई थली अब पानी पनि परिरहेको। हेलो डे 72 मा स्वागत छ 72 मा। र अहिले चाहिँ म चाबेल जाँदैछु र दाइले चाहिँ यहाँ सामान लोड गर्नुभयो। अहिले चाहिँ केही लोड गर्नु परेन। प्लस धन्यवाद। र भन्दै अब चाहिँ म यो सामान 25 बोरा लगभग 1200 केजी जति छ। 1200 होला, अलिक कम होला 1200 भन्दा। र अब यो सामानलाई चाहिँ म अब चाबेल लिएर जाँदैछु र 72 अब सुरु भयो। यसलाई म चाबेल लान्छु र सबैलाई नयाँ वर्षको शुभकामना। यति कसैले धेरै छैन भने हिजो हो तै पनि ढिलै भए पनि भन्दै अब चाहिँ म लागेँ चाबेलतिर। त्यही म चाबेलमा सामान लिएर आइसकेको छु र अब यहाँ लिएर फेरि बोक्न नि आफैले पर्छ। दाइले फेरि केही हुन चाहिँ यतिकै ल र आफैले बोक्न परिरहेको छ। दाइले 200 रुपियाँ दिन्छु भन्नुभयो। 100 भन्दा 200 चाहिँ हो। र भन्दै अब चाहिँ म सामान झार्छु अनि त्यसले निस्किनुपर्छ। म सामान झारेर निस्किसकेँ। दाइले 200 भनेर यार फेरि स्क्याम ठोकिहाल्यो नि। 140 मात्र पायो, 60 रुपियाँ पाएन। हल्का मजा भन्दै अब चाहिँ म एउटा लबी गार्डनमा जानुपर्छ। दाइकोमा त्यो लबी गार्डनबाट चाहिँ त्यहाँ सामान लानुपर्ने रहेछ ढुक्कामा। ढुक्का नगरिकन अब म लबी गार्डन जान्छु। अहिले चाहिँ यस्तो पेट पूजा गर्नु पर्ला जस्तो मस्ती भोक लागेको छ। मेरो हिरोहरू है यिनीहरू चाहिँ जुनलाई म छातीमा टाँसिरहेको। अल्बर्ट आइन्स्टाइन त्यस्तै खाने सेम कपाल अलिअलि त त्यस्तै खाने भन्दै अब यस्तो के खानेकुरा चाहिँ कम गर्नु पर्ला जस्तो। घरमा त खाना पाकेको थियो, त्यही पनि अब निस्किहाल्यो। एकछिन भनेको अब आगो टिप्न पनि जानुपर्ने भयो। अब म अहिले खाजा खान्छु नि त थोरै थोरै पेट पूजा गर्थ्यो र बाँकी चाहिँ घरमा गएर खानुपर्छ। रोटी खाँदै लबी गार्डनमा आएको छु। बब्बाल छ गार्डन। र अहिले चाहिँ लबी गार्डनबाट यहाँ सामान अहिले चाहिँ म सामान झारिसकेँ र अब म अहिले चाहिँ म यहाँ आएर सामान झारेको गाडी र म र अब चाहिँ एउटा मात्र सामान झार्न बाँकी छ। अब यो सामान झारेर म चाहिँ लाग्दैछु वाटर सेक्सनमा। राजीव गुरुला जानु भनिदिएको, उहाँ चाहिँ जानु भएन जस्तो छ। जानुभयो भने ठिक छ, जानु भएन भने चाहिँ ढिला हुन्छ भनेर भनेको थिएँ। अब ढिला भएर अरू गाडी पठाइदियो भन्नुभएको थियो, अरू गाडी पठाइदिएको थिएँ। र उहाँ जानु भएन होला, जानु नभएको भए चाहिँ म जान्छु। ओके अब चाहिँ यो सामान यहाँ झारिसकेँ, धारा लाउँछु र निस्केँ धुम्बाराईबाट सिधै अब वाटर सेक्सन। ओके यहाँनिर म लागेँ। अरू सबै सोलो मोसनमा भएछ फेरि गाह्रो। ओके र अब लोड गरेँ मैले मिडिया। अब लोड गरेर वाटर सेक्सनबाट चौकी जानु हो र त्यसपछि फेरि ट्रान्सपोर्ट जानुपर्ने छ। हजुर आधा लाइनु अब सिधै जाने हामी। अब चाहिँ म यहाँ सामान झार्दैछु। वा क्यामेरा हेर्नुहुन्छ म पनि गर्न झार्छु। उहाँ चाहिँ गरिरहनु भएको छ। म चाहिँ आज पुरा अब हिजोको नयाँ वर्ष लाएर काम गर्न सक्ने अवस्था छैन। शुभकामना दिनु, शुभकामना। नयाँ वर्षको 83 सालको 1 गतेलाई किन मैले नयाँ वर्षको पार्टी खानु दिनु। यसपालि मेरो बर्थडेमा तिम्रो पसलबाट 500 को चिया बेच्नु पर्छ तिमीले। 500 रुपियाँ मैले तिमीलाई दिने भए चिया तिमीले खुवाउनु ल है त। अब 4 महिनापछि ल ठ्याक्कै साउनको 4 गते मैले तिमीलाई 3 गते दिने भए पैसा अग्रिम। 4 गते तिमीले चिया तिम्रो तर्फबाट मलाई चिया फेरि फ्रीमा हुनुपर्छ मलाई चाहिँ भइहाल्छ नि। अब म लाग्यो अर्को टिममा। हामीले ट्रान्सपोर्टको सामान ल्याएँ होइन त। ओके अब चाहिँ हामी धानी प्रोसेसमा धेरै पछि है फेरि धेरै पछि तर गाडी ब्याक गरेर आउनु पऱ्यो। अहिले चाहिँ हामी आइसक्यो। उहाँ झार्दै हुन्छ। ए यो त मनी हेर गर्नुपर्छ कि पर्दैन। ओके यो त म हेर गर्छु। र अब चाहिँ हामी झारेर अब हामी निस्किन्छौँ। र ट्रान्सपोर्टको सामानपछि म चाहिँ अहिले टोका सामान लिएर जाँदैछु। दोलखा फर्निचरबाट जहाँ एकदम सस्तो राम्रो डिजाइनका गमला स्ट्यान्डहरू पनि पाउँछ। यदि कसैलाई चाहिन्छ भने म अहिले फोटो देखाइदिन्छु, कन्ट्याक्ट गर्न सकिन्छ। म नम्बर पनि राखिराख्छु। भन्दै हामी चाहिँ अहिले भाटबटेनीतिर यता टोका भाटबटेनीतिर आएको छौँ। र अब हामी सामान झार्ने भर्खरमा अब पुग्न लाग्यो। अलिक टाइम लाग्यो 5-6 मिनट भन्दै अब म लागेँ। अब म देखाउँछु सामानहरू पनि देखाउनु। बबाल सामान रहेछ होइन त।
हामी डेलिभरी दिने जाँदैछौँ दोलखा फर्निचरबाट र देख्न सकिन्छ यहाँ चाहिँ गमला राखेँ म रेस्टुरेन्टमा आएर चिया हेल्प गर्दै हुँ र अहिले चाहिँ पानी पनि परिरहेको पानी चिसो चिसो मौसममा तपाईँ चिया एकदम मिठो भयो खाने होइन मलाई चिया घरमा आएर कस्टमरको लागि बनाएको है यो चाहिँ र अहिले चाहिँ म एउटा सानो मलाई लोड गर्नको लागि बालाजतिर जाँदैछु अहिले पानी परेको मौसम छ चिसो मौसम छ र अहिले चाहिँ म सामान लोड गरेर यो चाहिँ थली थली अब पानी पनि परिरहेको र साथीको है यो फेरि के छ ठिक छ नि एकदम ठिकठाक एकदम ठिकठाक होइन र अब हामी चाहिँ सरासर अब थली पुगिन्छ एकदम अधेर नि उल्लायो अनि पानी पनि परिरहेको देख्न सकिन्छ पानी परिरहेको अब हामी सिधै थलीतिर लेख्छौँ को प्रतिस्पर्धा छ हवस् त अहिलेलाई यो समाचार यति नै हामीलाई सुन्दै रहनु होला नमस्कार अहिले आइसक्यो अब चाहिँ झार्ने प्रोसेसमा छ र म यहाँ खोल्दैछु र उहाँले सामान झार्दै हुनुहुन्छ र अब यो सामान झारेर निस्किनु पर्ने हुन्छ घरतिर मैले अलिकति सामान छ गरुङको भारी भारी सामान छ र हामी चाहिँ अब आइसक्यो र उहाँ झरिङ ठाउँ आयो मेरो काम भयो होइन दाइले 200 रुपियाँ डिस्काउन्ट गरिदिनु भएको छ धेरै धेरै धन्यवाद दाइले र उहाँ नयाँ गर्दै हुनुहुँदैछ त्यही भएर सपोर्ट गरे है नयाँलाई जहिले पनि सपोर्ट गर्नुपर्छ नयाँ मान्छेले सपोर्ट गर्नुपर्छ अगाडि बढ्नुपर्छ र विदेश जानबाट रोकिनुपर्छ ओके भन्दै अब चाहिँ जनता देश आऊ देशमा चाहिँ हो ल ओके गुड लक ल बाई र अब चाहिँ म लाग्दैछु घरतिर अहिले त म घर आइसकेको छु यहाँ चाहिँ हाम्रोमा चाहिँ असिना पऱ्यो यत्रो असिना पऱ्यो भनेर त भन्न नमिल्ने तर यो आइसो भने आजको डे 72 यही एन्ड हुन्छ भोलि डे 73 मा भेटौँला बाई बाई गुड नाइट आजको दिन यतिकै बित्यो र यो आइसो चाहिँ फ्रिज बिग्रेछ फेरि फ्रिज बनाउन पर्ला जस्तो जमाको आइस फेरि बिस्तारै पग्लेछ भन्दै आजको दिन यही एन्ड हुन्छ भोलि दिन सुरुवात हुन्छ भन्दै बाई बाई बिदा माग्छु बाई बाई गुड नाइट